सम्पूर्ण महानुभावहरुमा मेरो नमस्कार। यहाँ पृष्ठभूमिमा हजुरहरूले देखिरहनु भएको छ सिम्ता गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री कोटेश्वर महादेवको मन्दिर। यो मन्दिर धार्मिक एवं पर्यटकीय स्थलको रूपमा सुर्खेत जिल्लामा चिर परिचित छ। वर्षेनी श्रद्धालु भक्तजनहरू विभिन्न स्थानबाट महाशिवरात्रिको दिनमा आराध्य देव कोटेश्वर महादेवको पूजा अर्चना गर्नको लागि यहाँ आउने गर्नुहुन्छ। यो मन्दिर अग्लो स्थानमा अवस्थित भएको कारण यस स्थानबाट विभिन्न दृश्यावलोकनहरू हामीले गर्न सक्छौं। यहाँदेखि सिम्तादरा, सुन्दर फाँटहरू, आली, भेरी नदीका तटहरू, दक्षिणतर्फ सल्ली बजार सल्यान, पूर्वतर्फ पश्चिम रुकुमका सुन्दर हिम श्रृङ्खलाहरू, उत्तरतर्फ जाजरकोट डोल्पाका हिम श्रृङ्खलाहरू, साथै उत्तर पश्चिमतर्फ दैलेखका सिमानाहरूको अवलोकन गर्न सकिन्छ। यहाँदेखि सिम्ता गाउँपालिका वडा नम्बर 4 का विभिन्न गाउँहरू, सिम्ता गाउँपालिका वडा नम्बर 3 का विभिन्न गाउँहरू, त्यसैगरी सिम्ता गाउँपालिका वडा नम्बर 5, 6, 7, 8, 9 का विभिन्न सुन्दर बस्तीहरू हामीले दृश्यावलोकन गर्न सक्छौं। आदरणीय महानुभावहरू, यहाँहरूले पक्कै पनि यस स्थानको भ्रमण गरेर भरपूर आनन्द लिन सक्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं। किन भन्दा यो एउटा अत्यन्त मनमोहक स्थान छ, जुन विरलै स्थानमा पाउने गर्दछौं हामी। त्यसकारणले हजुरहरूले एकचोटि यस पावन भूमिमा पाइला टेकेर कोटेश्वर महादेवको दर्शन गर्नुहोला र यस स्थानबाट सुन्दर ठाउँहरूको दृश्यावलोकन गर्नुहोला भन्ने कुरा राख्दै यहाँहरूबाट बिदा माग्दछु। हवस् त, धन्यवाद, नमस्कार।